हे गाइज वेलकम टु माई मिनी भ्लग। अनि आज चाहिँ म मेरो साथीसँग प्रदर्शनी घुम्न निस्केको छु। सुरुमा म र मेरो साथी घरबाट गाडीमा चढ्यौँ। बाटोमा एउटा साथीलाई पिक गर्नु थियो, सो उसलाई पनि पिक गरेपछि वी कन्टिन्युड आवर जर्नी। यो चाहिँ हाम्रो घरतिरको बाटो हो। अनि यहाँ चाहिँ अहिले बाटो बनाउँदैछ कि, सो लास्टै उसहरू बाटो कचाककुचुक परेको छ बनाउँदै भएको भएर। अनि हामी चाहिँ प्रदर्शनी पुग्यौँ। त्यहाँ पुगेपछि हामीले पहिला टिकट काट्यौँ अनि भित्र गयो। अनि भित्र गएर अलिअलि घुम्यौँ पनि अनि डिफ्रेन्ट स्टल्सहरू हेऱ्यौँ अनि सानो थोरै सपिङहरू पनि गऱ्यौँ। आफ्टर द्याट हामी प्रदर्शनीको पिङ र डुङ्गा एरियातिर पनि गयो अनि चर्को पिङ डुङ्गाहरू हेऱ्यौँ, जस्ट इन्जोइङ द भाइब्स। त्यसपछि चाहिँ हामी डुङ्गा खेल्नको लागि गयौँ अनि त्यहाँबाट चाहिँ यस्तो भ्यूहरू देखेको थियो। अनि हामीलाई चाहिँ हल्का हल्का डर पनि लागेको थियो सुरुमा। अनि चाहिँ हामीले त्यसपछि डुङ्गा खेल्यौँ। त्यहाँको इन्भाइरोमेन्ट चाहिँ एकदमै लाइभली भयो। वी इन्जोयड अ लट। अनि आज प्रदर्शनीमा चाहिँ लाइभ म्युजिक पनि थियो प्रकाश सपुतको। अनि उहाँले गाना सुनाउनु भयो अनि हामी नाच्यौँ पनि गायौँ अनि पुरा दिन एकदमै रमाइलो भयो। अनि त्यो साँझ चाहिँ हामी साथीहरूले एकदमै रमाइलो गऱ्यौँ। उहाँ आउँदाखेरिको एन्ट्रीको भिडियो चाहिँ म यहाँ राखिदिन्छु है। I love it too. Thank you so much सबैजनालाई धेरै धन्यवाद छ यो न्यानो स्वागतको लागि। र यति बेलासम्म पनि पर्खेर बस्नु भएकोमा म मनैबाट तपाईलाई धेरै धन्यवाद दिन चाहन्छु। त्यसपछि चाहिँ हामी साथीहरूले एकदमै रमाइलो गऱ्यौँ। वी इन्जोयड अ लट। एकदमै धेरै पछि घुम्न गएको भएर नि होला यसरी सबै साथीहरू मिलेर। सबै त गएको थिएनौँ बिकज सबैको टाइम मिलेको थिएन। हामी 3 जना मात्रै गएको थियौँ। त्यही पनि एकदमै रमाइलो भयो। त्यहाँ चाहिँ सबैजना एकदमै इन्जोय गरिराख्नु भएको थियो अनि त्यही भएर नि हामी पनि एकदमै इन्जोय गरेर आएको थियौँ। रमाइलो दिनपछि अटो नपाएर हामी हिँड्दै हिँड्दै शीतलनगरसम्म पुग्यौँ। अनि हामीले चाहिँ घरतिरको अङ्कललाई बोलाएको थियौँ, अटोवालालाई। अनि उहाँ चाहिँ आउनुभयो अनि त्यसपछि चाहिँ हामी बल्ल तल घर चाहिँ 10 बजे पछि नै पुग्यौँ। That's for today. If you enjoyed watching this vlog, don't forget to like, comment and subscribe. Thank you for watching.